गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ काठमाडौँदेखि सिधै डोटी। तर हाम्रो आजको यात्रा रहनेछ अधरेसम्मको मात्रै होइन। हामी जाँदैछौँ त्यो पनि देख्न सक्नुहुन्छ हाम्रो हिरो एक्सट्रिम 125 मा है। 125 को यात्रा हाम्रो कस्तो रहला देख्न सक्नुहुन्छ। 3 बजेको छ। हामी यताबाट 3 बजे निस्केर कति बजे पुग्छौँ होला त। हामी एकदम रेडी भइसकेर निस्किसकेका छौँ है। हामी दुईजना चाहिँ जानु भएको। त्यही गाइस तपाईँहरूलाई देखाउने छौँ बाटोको अवस्था अनि हामी कतिखेर पुग्छौँ, कस्तो अवस्थामा पुग्छौँ है त। भिडियोमा रहिरहनु होला है। हामी चाहिँ एकदम कलर जो भयो होइन। यतादेखि चाहिँ हामी अब चन्द्रगिरीतिर जाने हम लगाएर देख्न सक्नुहुन्छ। रक्क लगाएर हामी यो के भन्छ नारायणघाट भन्छ के भन्छ यस्तो किनारतिर छौँ। हामी अहिले चाहिँ लगभग 80 किलोमिटर मात्र हिँडेका छौँ है काठमाडौँदेखि। 1.5 घन्टा भइसक्यो, 1.5 घन्टा बढी भइसक्यो। हामी तर 80 किलोमिटर मात्र हिँडेका छौँ। अहिले अरू अब यस्तो छ बाटो, कतै त राम्रो छ कतै त यस्तो पुरै अप्रोड छ। गाइस के गर्नु फाइनल्ली हामी चाहिँ यो नवलपुर भन्ने ठाउँमा पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ क्या दामी भ्यू छ है। ट्याक्कै अब चाहिँ एकछिन हामी नास्ता खाने भनौँ न। खाजा खाएर टक्क एकछिन रेस्ट गर्छौँ अनि बाइकलाई पनि एकछिन रेस्ट दिन्छौँ। आधी घन्टा यस्तो काटेको छ होइन। आधी घन्टा चाहिँ बाइकले रेस्ट गर्छ, हामी नि रेस्ट गर्छौँ। त्यसै खाजा खान चाहिँ हामी त्यसमा जान्छौँ। खाजा खाएर 10-15 मिनट रेस्ट गरेर अनि चाहिँ हामी यहाँदेखि निस्किन्छौँ। एकदम रमाइलो भयो भनौँ, दामी तरिकाले आइयो है। खाजा खाने बसिसकेर गाइस फाइनल्ली हामी चाहिँ खाजा खाएर निस्किसकेका छौँ होइन। टक्क खाजा खाएर निस्किसक्यो सक्नुहुन्छ। अब चाहिँ हामी यताबाट डाइरेक्ट नन स्टप लाग्नेछौँ होइन। अब सिधै त्यही हो। खाना खाँदाखेरि रोकिन्छौँ होला एकछिन 1 घन्टा अनि बिस्तारै जानुपर्ने हुन्छ। अझै 500 कति समथिङ त्यति नै 500 भन्दा बढी नै छ कि 500 किलोमिटरभन्दा बढी नै छ। अब चाहिँ निस्किनुपर्छ गाइज, देख्न सक्नुहुन्छ। अब ट्रक लगाएर के भएको हुँदैन ल। अब रेडी भइसक्यो हामी चाहिँ। अब चाहिँ टक्क यो बाइकमा यो बाटो हुँदै टक्क जानुपर्छ गाइज ल है त। हामी यताबाट हेरौँ है। टाउनको अहिलेको अवस्था यस्तो छ गाइज, देख्न सक्नुहुन्छ। के भन्ने हाम्रो नेपालमा उत्पादित पाउडर
There you go, guys. हामी चाहिँ अदरिया पुगिसकेका छौँ। 8:23 चाहिँ हामी अदरियाम पुग्यौँ है। हाम्रो अदरिया पुग्दाखेरि चाहिँ 715 किलोमिटर चाहिँ गुड्यो है बाइक। चाहिँ लगभग अब रुमसम्म पुगिसक्यो भनौँ। थोरै यो बाटो माथिको चाहिँ रुम हो। थोरै यता तर पसलतिर गएर यसो फलफुल लगेर जानेछु होइन। हस् गाइस, हाम्रो यात्रा चाहिँ यहीँ सकिन्छ चाहिँ आजको लागि हाम्रो यात्रा यहीँ सकिन्छ है। त्यही हो, अब राम्रै भयो भनौँ। यात्रा चाहिँ एकदम रमाइलो भयो होइन। अलिकति गर्मी थियो दिउँसोतिर, त्यो गर्मीले चाहिँ अलिक गाह्रो भएको थियो। अरू त सब ठिक छ, एकदम भोबाल। यो गाइस अब चाहिँ हामी रुमतिर चलिदिएको ल। बाई बाई।